लागि म हार्दिक अनुरोध चाहन्छु र यस प्रमाणपत्रलाई अघि परिमाण बनाउनको लागि म प्रशिक्षक जैना खतोडलाई पनि सुन्न गर्न चाहन्छु। उहाँ पनि यतिखेर आउनु हुनुहुन्छ र यो प्रमाणपत्र उहाँले ग्रहण गर्नुहुन्छ र पवन कटवाल र अनिता कार्कीलाई हामी यतिखेर प्रमाणपत्र दिएका छौँ र उहाँले मेडल प्राप्त गरे। हजुर यतिखेर प्रमाणपत्र वितरण भइरहेको छ र सबैले ताली बजाएर उहाँहरूलाई साथ दिनुहोला। र उहाँलाई अनु लगाएर पनि उहाँलाई हजुर यतिखेर हाम्रा खेलाडीहरूले प्रमाणपत्र छापिरहनु भएको छ र यसलाई सफल पार्नको लागि कलेजका प्रमुख र विद्यालयका प्रिन्सिपलको साथ दिनुभएको छ र फेरि पनि हामी प्रशंसा गर्ने कम्पिटिसनलाई हार्दिक बधाई दिन चाहन्छौँ। साथसाथै खेलाडी भाइ बहिनीहरूलाई पनि अब त्यस्तै गरेर द्वितीय स्थान हासिल गर्ने केही खेलाडी साथी हुनुहुन्छ र उहाँहरूलाई म फेरि पनि स्टेजमा बोलाउन चाहन्छु। मन्सले हसिना अजय सुनिल र निर्मला उहाँहरूले तेजिना खतोडा र आयुष्कारले पनि सेकेन्ड पोजिसन हासिल गर्नुभएको छ र उहाँहरूलाई स्टेजमा बोलाउन चाहन्छु आफ्नो प्रमाणपत्रको लागि। तेजिना खतोडा, आयुष्कार, मन्सले, हसिना, अजय, सुनिल र निर्मला उहाँहरू स्टेजमा आइसक्नु भएको छ र उहाँलाई द्वितीय स्थानको प्रमाणपत्र वितरण गर्नुको लागि फेरि म नामलाई हाल्ने गर्दछु र उहाँलाई साथ दिनुभएको छ। अनि स्कुलका प्रधानाध्यापक र अन्य प्राध्यापक साथीहरू सँगै हुनुहुन्छ हामी र सम्पूर्णले ताली बजाएर साथ दिनु र उहाँहरूलाई हौसला बनाउनुको लागि यतिखेर हामी लागिरहेका छौँ। मेडल र प्रमाणपत्र हामी वितरण गरिरहेका छौँ। हजुर अझ पनि तालीको खाँदो छ र हामीले ताली बजाएर उहाँहरूलाई र फोटो खिच्ने काम गर्दाखेरि हामी सुन्नुहोस्। मन्सले हसिना अजय सुनिल र निर्मला र सेकेन्ड पोजिसन हासिल गर्न सफल खेलाडी भाइहरूलाई फेरि पनि हार्दिक बधाई छ र आउँदा दिनमा यहाँले विद्यालय आफ्ना बाबु आमा र शैक्षणिक सबैको नाम राख्दै राष्ट्रको नाम राख्नको लागि पनि म यहाँलाई प्रेरित गर्न चाहन्छु र द्वितीय स्थान हासिल गर्ने द्वितीय स्थानको प्रमाणपत्र वितरणको क्रम लगाएको सकिएको छ र सम्पूर्ण द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। साथमा प्रशिक्षक जमिना खतोडा म्याम त्यस्तै गरेर अब यहाँलाई यथा स्थानमा हासिल गर्नुलाई फेरि हाजिर गर्नु गर्दछु र त्यसलाई अब तृतीय स्थान हासिल गराउने खेलाडीहरूलाई म स्टेजमा बोलाउन चाहन्छु
अरिन्द युवराज र प्रियंसी हजुर यतिखेर उहाँले हामी प्रमाणपत्र प्रदान गरिरहेका छौँ। अरिन्द युवराज र प्रियंसीले प्रमाणपत्र प्रदान गरिसक्नुभएको छ। यसरी खेलाडीहरूलाई सम्मान गर्न पाउँदा हामी गर्वले हर्षित छौँ र आयोजक संस्था यहाँलाई मेनी कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु। हजुर भर्खरै हामीलाई एउटा अवसर प्राप्त भएको छ। काठमाडौँ क्याम्पसले प्रशंसा टोलीका विद्यार्थीहरू यदि कोही 11 कक्षामा भर्ना हुन चाहनुहुन्छ भने उहाँले पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ। उहाँलाई फेरि अगाडि उठाएर स्वागत गरौँ। हजुर हामीले काठमाडौँ क्याम्पस कालीमाटीले यतिखेर प्रशंसा टोलीमा प्रशिक्षण लिने कक्षा 11 मा पढ्न चाहने विद्यार्थीहरू छ भने एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उहाँले घोषणा गर्नुभएको छ। यो अवसरमा हामीले हार्दिकताका साथ ग्रहण गरेर ताली बजाएर उहाँलाई यो अवसरलाई हामीले ग्रहण गरौँ। हजुर यस्तो गरेर यहाँ विभिन्न कलेजका शिक्षकहरूले हामीलाई छात्रवृत्तिको लागि सहकार्य गर्नुभएको छ। त्यसैले यहाँलाई भन्न चाहन्छु यो इभेन्ट मिडियाले जहिले पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सोधकारी गरेको यहाँलाई गर्न चाहन्छु। हामी विभिन्न सङ्घ संस्था धनाढ्य व्यक्तिहरू र विद्यालयहरूसँग सहकार्य गरेर त्यो छात्रवृत्ति हामी त्यो प्रबन्ध गर्नेछौँ। त्यो अवश्य यहाँलाई महसुस गर्नेछौँ। धन्यवाद सम्पूर्ण खेलाडी।